हाम्रो घरमा चाहिँ त्यति साबुदानाको खिरहरू चाहिँ खाइँदैन। त्यसले गर्दाखेरि मैले चाहिँ यसको साबुदानाबाट अरू चिजहरू चाहिँ बनाउँछु कि कहिले बडा बनाउँछु, कहिले पुलाउहरू बनाउँछु। यस्तै बनाएर नै साबुदाना खान्छु कि किनभने साबुदाना त हामीले एकदम खानुपर्ने चिज हो नि त। यसले चाहिँ हामी क्याल्सियमको मात्रा पुरा गर्छ, आइरनको मात्रा पुरा गर्छ। हामीले बच्चाहरूलाई चाहिँ केही न केही बनाएर साबुदाना चाहिँ खुवाउनै पर्छ कि। अनि त्यही भएर मैले चाहिँ आज यसको बडा बनाइदिउँ भनेर छोरीले लागेँ। अनि साबुदानालाई मजाले 4-5 घन्टा जति भिज्ने गरी भिजाएँ कि भने म चाहिँ राति नै भिजाएर राखिदिन्छु। आज चाहिँ मैले राति बिर्स्या भएर बिहानै भिजाएँ। अनि त्यसमा 2टा आलु अनि एउटा प्याज, एउटा खुर्सानी, धेरै पिरो चाहिँ बनाउँदिनँ। मेरो छोरी खान्न फेरि गाली गर्छ। अनि धेरै पिरो बनायो भने किन बनाइसक्यो भनेर रिसाउन थाल्छ कि। अनि त्यसले गर्दाखेरि बनाइहालिनँ। अनि नुन अनि बेसार अलिकति जिरा धनियाँको धुलो अनि अलिकति ज्वानो हालिदिनु होला क्या, स्वाद आउँछ कि ज्वानोले। अनि बिस्तारै प्यानमा यसरी हल्का घिउ राखेर, म चाहिँ घिउ बच्चालाई बनाउँदा घिउमै बनाउँछु। अनि हल्का दाबी यसलाई सेक्यो भने चाहिँ कस्तो राम्रो बडा बन्छ क्या। मेरो छोरीको लन्च चाहिँ तयार भयो है।